सो हेलो एभ्रिवान अनि आज चाहिँ म एक्सक्रेटरी सिस्टमको बारेमा चाहिँ डिस्कस गर्न गइरहेको छु। अब सुरुमा चाहिँ वाट इज एक्सक्रेटरी सिस्टम होइन। अब एक्सक्रेटरी सिस्टम भनेको सुरुमा के, एक्सक्रेटरी सिस्टम भनेको प्रोसेस अफ पासिङ आउट अफ मेटाबोलिक वेस्ट हुन्छ नि। कस्तो फोकस नभयो, पासिङ आउट अफ मेटाबोलिक वेस्ट हुन्छ नि, लाइक यूरिक एसिड, एमोनिया, etc इन द फर्म अफ अब हामीले के को फर्ममा एक्सक्रिट गर्छौँ, युरिन एन्ड स्वेट। यो भनेको चाहिँ अब एक्सक्रेटरी सिस्टम हो। अब एक्सक्रेटरी सिस्टमलाई चाहिँ हामीले दुईवटा पार्टमा स्टडी गर्न सक्छौँ कि एउटा भनेको एक्सक्रेटरी अर्ग्यान्स अनि अर्को भनेको फिजियोलोजी अफ एक्सक्रेसन। अब आजको भिडियोमा चाहिँ हामी जस्ट एक्सक्रेटरी अर्ग्यान्सको बारेमा डिस्कस गर्छौँ। यो फिजियोलोजी अफ एक्सक्रेसन अर्को भिडियोमा। अब एक्सक्रेटरी अर्ग्यान हाम्रो चारवटा छ। एउटा भनेको किडनी अनि अर्को भनेको युरेटर, URETERS, अनि अर्को भनेको युरिनरी ब्ल्याडर अनि अर्को भनेको युरेथ्रा। ल अब सुरुमा चाहिँ किडनी। अब सबैलाई थाहा नै छ किडनी भनेको जस्ट म बुलेट्सहरू बनाउँछु। अब बुलेट्सहरू हेरेर चाहिँ अब हाफै नोट बनाउन सकिहालिन्छ नि होइन। अब सबभन्दा सुरुमा किडनी कस्तो हुन्छ, बिन सेपको हुन्छ, बिन सेप्ड अर्ग्यान, रेडिस ब्राउन हुन्छ। अनि त्यसपछि अब यो चाहिँ कहाँ पाइन्छ भन्दाखेरि T12 to L3 भर्टिब्रा। यो लर्न गर्ने ट्रिक भनेको चाहिँ TL टिम लाभा 1 2 3 TL 1 2 3 1 2 3। अब यसो गरेर नि याद हुन्छ होइन। अनि त्यसपछि अब यो कहाँ पर्छ भन्दाखेरि एकछिन यो चाहिँ हाम्रो डोर्सल पार्ट अफ एब्डोमिनल क्याभिटी। एब्डोमिनल क्याभिटीमा पाइन्छ। अब यसको चाहिँ साइज कति हुन्छ भन्दाखेरि अराउन्ड 11 सेन्टिमिटर इन विथ हुन्छ एन्ड 6 सेन्टिमिटर यसको डायमिटर हुन्छ कि। ल अब लाइक एउटा स्ट्रक्चर बनाइदिउँ है, जस्ट म रफली नै बनाइदिरहेको छु। अब हामी इन्टरनल स्ट्रक्चर अफ किडनी पढ्न गइरहेछौँ, त्यही भएर त्यसको लागि चाहिँ हल्का स्ट्रक्चर अलि चाहिन्छ, त्यही भएर जस्ट रफली यस्तो हुन्छ। रेनल पेल्भिस अनि अब यहाँ पिरामिड हुन्छ। लाइक यो चाहिँ म पछि भनौँ लाइक के हो भनेर। खासमा रेनल के अरे मेडुलरी पिरामिड भन्छ यसलाई। लाइक 4-5वटा बनाए पुग्छ, यतिर बनाउनु पनि पर्दैन। अब लेभलिङ गर्ने भने अब यो चाहिँ अब हाम्रो इन्टरनल के अरे यो नर्मल स्ट्रक्चर चाहिँ सक्यो भने किडनीको यति हुन्छ भनेर जान्यो। अनि लास्ट एउटा कुरा भनेको हाम्रो राइट किडनी लेफ्ट किडनीको भन्दा हल्का तल हुन्छ कि, लेफ्ट किडनी भन्दा हल्का तल हुन्छ कि। यति चाहिँ बुझ्नुपर्ने कुरा होइन। अब के आयो भन्दा इन्टरनल स्ट्रक्चर अफ किडनी।
अब मैले डायग्राम त बनाइसकेँ इन्टरनल स्ट्रक्चर। इन्टरनल स्ट्रक्चरमा दुईवटा स्ट्रक्चर हुन्छ, दुईवटा पार्ट हुन्छ यसको। एउटा भनेको कर्टेक्स अनि अर्को भनेको मेडुला, MEDULLA। ल यो फिगर हेर्न सक्छौँ हामी। यो आउटर भनेको चाहिँ कर्टेक्स, यो भनेको चाहिँ मेडुला। अब कोही कोहीलाई चाहिँ त्यो यस्तो झ्याउ हुन्छ होइन, कर्टेक्स कुन हो मेडुला कुन हो, कोही कोहीले भित्रकोलाई कर्टेक्स बाहिरकोलाई मेडुला लेखिन्छ कि सिम्बल छ कि कर्टेक्स हेर सी भने अब सीबाट नै बाहिरको यस्तो भन्न सकिन्छ भनेपछि किन्ने पनि सकिन्छ भने कर्टेक्स भनेको आउटर स्ट्रक्चर हो। कर्टेक्स भनेको के अरे के भन्न सकिन्छ कर्टेक्स इज द आउटर थिन पार्ट हो क्या, यो बाहिरको थिन पार्ट हुन्छ नि, यो भनेको कर्टेक्स हो। अब मेडुला भनेको यो अनि अब मेडुलामा चाहिँ मेडुला भनेको कर्टेक्स भनेको यहाँ लेखिदिन्छु, आउटर थिन पार्ट। मेडुला भनेको अब माथि थिन भन्ने चाहिँ इनर थिक पार्ट, सिम्पल। अब मेडुलामा चाहिँ अरू के हुन्छ भन्दाखेरि मेडुलामा चाहिँ अब कोन सेपको, यहाँ हेर्नु यहाँ कोन सेप जस्तो नि हो, कस्तो फोकस नभयो, यो कोन सेप जस्तै न, कोन सेपको लाइक के अरे अर्ग्यान सब्सटेन्स हुन्छ, लाइक अर्ग्यानै भन्नु मिल्छ यसलाई, पार्टै भनौँ म। यसलाई चाहिँ मेडुला पिरामिड भन्छ, ठ्याक्कै कोन सेप जस्तो नि त, पिरामिड जस्तो नि त, त्यही भएर कोन सेप्ड अर्ग्यान अर स्टफ होइन, जेसुकै छ होइन। अनि त्यसलाई चाहिँ हामी मेडुलरी पिरामिड भन्छौँ। ओके, यति बुझियो होइन। अनि अब अर्को कुरा भनेको यो मेडुलरी पिरामिडको होइन बेस होइन, यसलाई चाहिँ बेस भन्छ, यसलाई चाहिँ एपेक्स भन्छ कि। अनि त्यसपछि यसको बेस चाहिँ कर्टेक्सतिर गर्छ, लाइक पोइन्ट गर्छ। अनि यसको यो एपेक्स हुन्छ नि, चुच्चो चाहिँ रेनल साइनस, यहाँ रेनल साइनस हुन्छ, साइनसतिर पोइन्ट गर्छ कि। अब यो यसमा लेख्न सकिन्छ, एपेक्स चाहिँ रेनल होइन एपेक्स रेनल साइनस, अनि त्यसपछि बेस चाहिँ कर्टेक्सतिर पोइन्ट गर्छ। अनि अब रेनल साइनस, यो रेनल साइनस होइन, रेनल साइनसभन्दा तल चाहिँ अब यहाँ के हुन्छ, रेनल पेल्भिस। अब रेनल पेल्भिस हुन्छ तल। अब रेनल पेल्भिसले चाहिँ अब रेनल पेल्भिसले चाहिँ एउटा डेभलप गर्छ कि युरेटर, सरी, रेनल पेल्भिसले चाहिँ युरेटर डेभलप गर्छ। यहाँबाट चाहिँ अब युरेटर सुरु भयो कि। अब हामीलाई यो पछि चाहिने भनेको अब युरेटर पढ्नु पर्ने, तर यसमा एउटा अर्को इम्पोर्टेन्ट टपिक छ कि, त्यसलाई भनिन्छ नेफ्रोन। अब हामी कुरा गर्छौँ कस्तो फोकस नभऊ, स्ट्रक्चर अफ नेफ्रोन्स भनेको चाहिँ अब फाइन हुन्छ, इलोङ्गेटेड हुन्छ, हाइली कोइल्ड, ट्युबुलर टाइपको हुन्छ, अनि रेस्पोन्सिबल फर फिल्ट्रेसन अफ ब्लड। त्यही भएर चाहिँ यसलाई फङ्सनल युनिट अफ किडनी पनि भनिन्छ कि। अब सुरुमा चाहिँ नाम लेखिन्छ अनि त्यसपछि ड्रइङ बनाउँछु म। यसको दुईवटा पार्ट हुन्छ, 2 पार्ट्स, एउटा बोम्यान्स क्याप्सुल, अर्को ट्युबुल्स। अब चाहिँ ड्रइङ बनाऊ मलाई। अब कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ, यो यु सेप हुन्छ, अनि त्यसपछि अब यसरी साँप जस्तो बनाइदिने, अनि यहाँ एउटा यस्तो डल्लो हुन्छ,
अनि त्यसपछि यस्तो यस्तो सरी यो हल्का पातलो बनाउनु यो हल्का मिस्टेक भयो यो चाहिँ हल्का पातलो बनाउनुपर्छ यो डल्लोपछि तल अनि त्यसपछि पातलो 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 अब यहाँ आएपछि अब मोटो बनाउनुपर्छ एउटा यसलाई चाहिँ हामी एसिडिङ लिप भन्छौँ यो बनायौँ अनि अब यो पातलो अनि त्यसपछि यस्तै गर्दै यस्तो हुन्छ यस्तो गरेर अब सक्यो यति हो अनि यहाँ चाहिँ कलेक्टिङ यसलाई चाहिँ कलेक्टिङ डक भन्छ यहाँ मैले कम्प्युट गरेँ होइन यस्तिकै नर्मली नै बनाउँदा हुन्छ भएन लाइक यस्तो हुन्छ अनि त्यसपछि यो एउटा कुरा चाहिँ ध्यान दिनुपर्छ यो हुन्छ नि यो के अरे एफेरेन्ट भन्छ यसलाई एफेरेन्ट आर्टेरियल चाहिँ इफेरेन्ट भन्दा जहिले पनि मोटो हुन्छ हल्का यो भनेको एफेरेन्ट आर्टेरियल हो अनि त्यसपछि भनेको चाहिँ इफेरेन्ट आर्टेरियल भएन अब यहाँ चाहिँ यहाँ ग्लोमेरुलस हुन्छ अनि त्यसपछि अब यो भनेको पिसिटी प्रोक्सिमल लुब अनि त्यसपछि अब यो चाहिँ डिसेन्डिङ यो अहिले भनेपछि बुझिन्छ मैले त्यो लाइक त्यो भन्दाखेरि नबुझ्ला भनेर सुनै फिगर बनाइदिएको कि डिसेन्डिङ लिम्ब एसेन्डिङ लिम्ब भयो अनि त्यसपछि यो पिसिटी डिसिटी भयो डिसिटी अनि कलेक्टिङ डक मैले बनाइदिएँ अलि अब लाइक अब यस्तो नै गर्न सकिन्छ हुन्छ नि यस्तो 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 गरेर याद गर्न सजिलो हुन्छ माथिकोलाई कर्टेक्स अनि तलकोलाई मेडुला यसको इम्पोर्टेन्स पनि म अहिले भनिदिने छु ल सबभन्दा सुरुमा अब बोम्यान्स क्याप्सुलमा म पहिला फोकस गरौँ बोम्यान्स क्याप्सुल भनेको चाहिँ अब इनिसियल और के भन्ने यसलाई एन्टेरियर पार्ट होइन अब यो चाहिँ यु सेप्ड हुन्छ अर वाइ सेप्ड हुन्छ अनि त्यसपछि यसमा चाहिँ ब्लड क्यापिलरी हुन्छ क्या सिएपिएस हुन्छ जसलाई चाहिँ के अरे ग्लोमेरुलस भन्छ अब यहाँ लेख्छु म अनि बोम्यान्स क्याप्सुल फोकस गर्नुपर्छ हल्का अनि बोम्यान्स क्याप्सुल एलोङ विथ ग्लोमेरुलस यसलाई चाहिँ हामीले मालफिजियन बडी पनि भन्छौँ हामीले यति लेखेपछि अलमोस्ट पुग्छ अनि यसमा चाहिँ त्यही हो एफेरेन्ट आर्टेरियल इफेरेन्ट आर्टेरियल हुन्छ एफेरेन्ट आर्टेरियल चाहिँ इफेरेन्ट आर्टेरियल भन्दा अलिक ठुलो हुन्छ त्यही हो अनि यसको अब वर्किङ त मेकानिजममा पढ्ने नै छ हामी अर्को भिडियोमा गर्नु पर्ला त्यो चाहिँ किनकि भिडियो धेरै लामो हुन्छ त्यो गरेर नि अब आउँछ ट्युब्युल अब ट्युबुल चाहिँ अब ठ्याक्कै भन्नुपर्दा बोम्यान्स क्याप्सुल भन्दा मुनि पर्छ कि बोम्यान्स यो जस्तो यो बोम्यान्स क्याप्सुल भयो नि अब यो चाहिँ ट्युबुल हो कि यति चाहिँ यसमा चाहिँ अब यहीँबाट हेर्न सक्छौँ के हुन्छ पिसिटी अब यसलाई चाहिँ लुप अफ हेन्ली पनि भन्छ लुप अफ हेन्ली भन्छ अनि लुप अफ हेन्लीमा चाहिँ डिसेन्डिङ लिम्ब एसेन्डिङ लिम्ब हुन्छ डिसिटी अनि लास्टमा चाहिँ डिसिटी हुन्छ अनि डिसिटीबाट चाहिँ कलेक्टिङ डक भन्छ यो भनेको समराइज भयो अनि अब यतिकै नि म यतिकै बुझाइदिन्छु बरु त्यो लाइक लेख्नुभन्दा पनि होइन लाइक अब ल पिसिडी भनेको ठ्याक्कै ग्लोमेरुलस पछि के अरे बोम्यान्स क्याप्सुलको ठ्याक्कै तल आउँछ पिसिडी यो चाहिँ यति जति भयो अनि त्यसपछि यो चाहिँ लाइक मैले भन्थेँ नि यो काम लाग्छ भनेर यो चाहिँ कर्टेक्समा पर्छ कि
पिसिटी कर्टेक्समा पर्ने भयो। अनि यो चाहिँ के अरे कहाँ भयो, बोम्यान्स क्याप्सुलको ठ्याक्कै तल पर्छ। सक्यो पिसिटी, यति भयो। अनि त्यसपछि आउँछ लुप अफ हेनली। लुप अफ हेनली भनेको चाहिँ यसमा चाहिँ दुईवटा पार्ट हुन्छ, एसेन्डिङ लिभ र डिसेन्डिङ लिभ। डिसेन्डिङ लिभ चाहिँ एसेन्डिङ लिभभन्दा हल्का थिन हुन्छ, एसेन्डिङ लिभ चाहिँ डिसेन्डिङ भन्दा हल्का मोटो हुन्छ, ठिक हुन्छ। अनि यो चाहिँ मेडुलामा पर्छ। यो लाइक यो हुन्छ नि, यो लाइन बनाएको छ नि, योभन्दा तल परेको सबै मेडुलामा पर्छ, योभन्दा माथि परेको सबै कर्टेक्समा पर्छ। क्लियर। अनि त्यसपछि डिसिटी भनेको चाहिँ अब यो लुप अफ हेनली पछि डिसिटी आउँछ। अनि त्यसपछि अब डिसिटीमा खासै त्यस्तो केही पर्दैन। अब मेन चाहिँ यो पोस्टेरियर कोइल पार्ट हो ट्युबुलको, अनि जुन चाहिँ अब कर्टेक्समा पर्यो। अनि त्यसपछि अब नेफ्रोनहरूको धेरै नेफ्रोनहरूको डिसिटी चाहिँ कम्बाइन भएर लाइक कम्बाइन हुन्छ नि, अनि त्यसपछि कलेक्टिङ डप हुन्छ कि, यति हो चाहिने कुरा। अनि यो चाहिँ कर्टेक्समा पर्छ। मैले माथि यसमा चाहिँ भन्नु बिर्सेँ होला, बोम्यान्स क्याप्सुल चाहिँ कर्टेक्समा पर्छ है, यति हो। अब लाइक सक्यो, किडनी सक्यो। अनि त्यसपछि किडनीपछि के आउँछ, किडनीपछि आउँछ युरेटर। अनि मैले भनेको थिएँ युरेटर भनेको लाइक रेनल साइनस हुन्छ। अनि रेनल साइनसले चाहिँ रेनल साइनसले रेनल पेल्भिसलाई गिभ राइज गर्छ। अनि त्यसपछि रेनल साइनस इज फलोड बाई युरेटर्स। यप। अब युरेटर्स, ल फेरि एउटा फिगर ड्र गरौँ। लाइक यो त खासै त्यस्तो छैन, म डाइरेक्ट पज गर्छु। अनि त्यसपछि डायग्राम यहाँ आउँछ। ल यो चाहिँ डायग्राम भयो होइन। अब फुल ह्युमन एक्सक्रिटरी सिस्टमको सुरुमा किडनी, युरिनरी ब्ल्याडर अनि युरेथ्रा आयो। मेरो यो के भएको यो। अनि त्यसपछि किडनी सक्यो हामीले भनेपछि अब युरेटरको पालो। युरेटर भनेको चाहिँ अब यहाँ डायग्रामबाट हेर्न सकिन्छ, दुईवटा टु, अनि इलोङ्गेटेड छ, मस्कुलर हुन्छ। अनि त्यसपछि यो चाहिँ यहाँ रेनल पेल्भिस हुन्छ नि त, मैले अगाडि पनि भनेको थिएँ, यहाँ रेनल साइनस, रेनल पेल्भिसबाट युरेटर आउँछ होइन। अनि त्यसपछि यसको एउटा सिम्पल काम एउटा मात्रै काम छ, त्यो भनेको चाहिँ ट्रान्सफर के अरे युरिन हुन्छ नि, यो किडनीको नेफ्रोनले युरिन बनाउँछ नि जुन, हो त्यो युरिन चाहिँ युरेटर त यही भइहाल्यो, आफू हुँदै युरिनरी ब्ल्याडरमा पठाउने, यही हो यसको सिम्पल काम। ल मैले यो युरेटर लेखिनँ है, मैले त्यही मेन कुराहरू भनिदिएँ। अब त्यसपछि यो पछि आउँछ युरिनरी ब्ल्याडर। युरिनरी ब्ल्याडर भनेको के हो? युरिनरी ब्ल्याडर भनेको यो हो कि, अब यो हेर्दै कस्तो होलो के अरे भित्र खाली हुन्छ जस्तो लागेको छ नि, हो त्यस्तै खाली नै हुन्छ कि, होलो हुन्छ, मस्कुलर हुन्छ, इलास्टिक हुन्छ होइन। अनि त्यसपछि यो चाहिँ ठ्याक्कै हाम्रो पेल्भिस हुन्छ नि, पेल्भिस भनेको जस्तै यो मान्छे भयो नि, लाइक अब हावा बनाइरहेको छु म, त्यही पनि यो जस्तै कम्मर भयो नि, हो यो भनेको पेल्भिस रिजन हो कि, हो यो चाहिँ पेल्भिस रिजनमा पर्छ क्या। अनि यसको काम चाहिँ के हो भन्दाखेरि यसले चाहिँ स्टोरेज गर्छ कि टेम्पररी स्टोरेज गर्छ। अनि यसले चाहिँ युरेटरबाट आएको ब्लडले आफूतिर कलेक्ट गर्छ, अनि त्यसपछि टेम्पररी स्टोर गर्छ। अनि त्यसपछि यसले चाहिँ अब बढी नै भएपछि, बढी नै टाइम स्टोर गरेपछि, लाइक बढी नै टाइम भन्दाखेरि कति घन्टा स्टोर गरेर लाइक 12 to 15 आवर्स जति स्टोर गरेर यसले चाहिँ अब युरिनलाई युरिनरी ब्ल्याडरबाट युरेथ्रामा पुर्याइदिन्छ कि। अनि युरिनरी ब्ल्याडर के अरे युरेथ्राबाट चाहिँ बाहिरतिर पास हुन्छ कि। अब युरिनरी ब्ल्याडरमा चाहिँ ट्रायङ्गुलर सेपको त्यो ट्राइगन भन्ने हुन्छ, त्यो चाहिँ खासै त्यस्तो केही चाहिँदैन। अनि लाइक युरिनरी ब्ल्याडर हुन्छ नि, युरिनरी ब्ल्याडरले चाहिँ अराउन्ड 300 to 400 ml हुन्छ नि, 300 to 400 होइन, 400 to 600 ml, 4 to 600 ml युरिन चाहिँ आफूभित्र स्टोर गर्न सक्छ। तर मान्छेहरूलाई चाहिँ लाइक अलिकति भयो नि इमर्जेन्सी नै भइहाल्छ कि, लाइक 200 ml भयो भने पनि तिनीहरूले अलिक डिफिकल्ट हुन्छ, अनि लाइक पासआउट गर्न खोज्छन् कि। युरिनरी ब्ल्याडर पनि मैले लेखिनँ, त्यस्तो खासै केही छैन कि। मेन भनेको यिनीहरू त लेख्न सकिन्छ क्या, त्यो हल्का बढी टर्महरू भएको भनेको यही के अरे किडनी, नेफ्रोनहरू भयो। अनि लास्टमा अब युरेथ्रा, अनि यो चाहिँ अब पोस्टेरियर पार्ट भयो। अनि यो चाहिँ अब युरिनरी ब्ल्याडर पछि आउँछ। अनि त्यसपछि योबाट चाहिँ अब युरिनरी ब्ल्याडरले पास गरेको युरिन चाहिँ
युरेथ्रा हुँदै 12 पास हुन्छ क्या, त्यही सिम्पल छ, केही पनि छैन गाह्रो। होप यु गाइस लाइक इट होइन। अनि अब डायग्राम एन्ड राइटिङ चाहिँ डोन्ट माइन्ड। अनि अब नोट राम्रोसँग बनाउनु छ भने चाहिँ एकचोटि फेरि सुरुबाट लाइक 2x भिडियो हेर्न नि मिल्यो। त्यही, थ्याङ्क्स फर वाचिङ।